सिम्पली भन्दा हाम्रो मसल्सको लागि यसले एनर्जिक बुस्टरको रूपमा काम गर्ने गर्छ। अब केटिन कसरी हामीले हाम्रो डेली बेसमा पुर्याउन सक्छौँ? केटिन हामीले हाम्रो फुडको थ्रुबाट लाइक हामीले फिस, हामीले मिट अनि हाम्रो डेली यस्तै नन भेगन ससबाटै हामीले पुर्याउनु पर्ने हुन्छ, जसले कुनै भेगनहरूलाई चाहिँ अलिकति अप्ठ्यारै हुन्छ। यस्तो कुरामा चाहिँ हामीले हाम्रो सप्लिमेन्टको थ्रुबाट हामीले हाम्रो बडीमा 3 देखि 5 ग्रामसम्म क्रिएटिन हाम्रो बडीलाई सेभ हुन्छ, जसको सप्लिमेन्टको थ्रुबाट हामीलाई अलिकति सहज हुन सजिलो हुन्छ। डज क्रिएटिन प्लस हेयर फल? अहिलेसम्म कुनै एउटा ल्याब टेस्टले भनिरहेको छैन कि क्रिएटिनले हेयर लस गर्छ भनेर गाइस। अनि वेयर हेयर लस त अलवेज डिपेन्ड अन योर जेनेटिक्स, यति कुरा चाहिँ बुझ्नु होला। क्रिएटिनले हेयर लस चाहिँ होइन, बरु क्रिएटिनले चाहिँ हाम्रो ब्रेन फङ्सनलाई राम्रो, हाम्रो मसल्स रिकभरीमा चाहिँ हेल्प गर्छ। अनि हाम्रो क्रिएटिन अल्सो इन मसल ग्रोथ भनिन्छ, किन भनेपछि क्रिएटिनले हाम्रो मसल्समा वाटर रेसिस्टेन्ट होल्ड गरेर राख्दिन्छ, जसले गर्दा हामीले अलिकति मसल पम्प अप जस्तो लाग्छ, जसले वाटरलाई होल्ड गरेर राख्छ। वाटर होल्ड भयो भने अभियसली हामीलाई बडीमा हाइड्रेसनको प्रब्लम हुँदैन, जसले गर्दा हाम्रो एक्सर्साइज पर्फर्मेन्समा पनि हामीले एउटा नाइस रिजल्ट देख्न सक्छौँ। भन्न चाहन्छु भनेपछि क्रिएटिनलाई कतिपयले एनिमलको थ्रुबाट, एनिमल जस्तै मासुमा पाइन्छ, त्यसैले एनिमल्सको थ्रुबाट पाइन्छ भन्छ। अहिलेसम्म कुनै रिपोर्ट त्यसमा पनि छैन कि एनिमलकोहरूबाट क्रिएटिन एक्सट्र्याक्ट गरिदिन्छ भन्ने छैन। क्रिएटिनहरू भनेको ल्याबमा प्रिपेयर हुन्छ र त्यही हो, द्याट्स इट। थियो मेरो क्रिएटिनको लागि भिडियोहरू, जो मैले तपाईँहरूलाई सेयर गर्दा अलिकति सेकेन्ड टाइम थियो सप्लिमेन्टको बारेमा होइन, त्यो राम्रो लाग्यो मलाई पनि सेयर गर्नु नलेजहरू। सो तपाईँहरूलाई पनि अलिकति हेल्प भयो होला जस्तो लाग्यो मेरो यो इन्फर्मेसनले। थ्याङ्क्स फर वाचिङ।